हिजो राति भएको फिफा वर्ल्ड कपको फाइनल म्याचहरू धेरै टिमहरूको चलिरहेको थियो। ब्राजिल भयो, पोर्चुगल, युएसए, कतार, इङ्ल्यान्ड, अरू पनि टिमहरूको चलिरहेको थियो। र तपाईँहरूलाई कस्तो लाग्यो त हिजोको फाइनल म्याच? सबैभन्दा इन्ट्रेस्टिङ म्याच भयो पोर्चुगलको किनभने त्यहाँ पोर्चुगल र चिल्लीका प्लेयरहरू बिच मुक्का हानाहान पनि भयो। दुईटै टिमका प्लेयरहरूले रेड कार्ड पनि खाए होइन। र पोर्चुगलले 2-1ले गेम भने अवश्य नै जित्यो। त्यहीमाथि ब्रुनो फर्नान्डेजको एकदम राम्रो गोल होइन। सँगै पोर्चुगलले आफ्नो म्याच पनि जितिसकेको छ। अर्को कुरा गरौँ ब्राजिलले पनि दुईटै आफ्नो फाइनली म्याच जितिसकेको छ। हेरौँ अब ग्रुप स्टेजमा ब्राजिलले कस्तो प्रदर्शन गर्छ। र अर्को कुरा गरौँ तपाईँहरूको फेभरेट टिम, माई फेभरेट टिम होइन, अर्जेन्टिना 2022को विजेता टिम। अर्जेन्टिनाले पनि आफ्नो पहिलो फाइनल म्याच एकदम राम्रो प्रदर्शन गरेको छ। पहिलो हाफमा एउटा गोल पेनाल्टीको रूपमा पाएको थियो। त्यो पेनाल्टीको रूपमा चाहिँ मार्टिनेजले गरे भने सेकेन्ड हाफमा चाहिँ सिमिओनीले चाहिँ एकदम राम्रो गोल गरे र अर्जेन्टिनाले 2-0ले हरायो होन्डुरसलाई। र कस्तो प्रदर्शन लाग्यो त तपाईँहरूलाई अर्जेन्टिनाको? के लाग्छ यसपालिको 2026को फिफा वर्ल्ड कप कसले जित्ला त? मलाई लाग्छ स्योर अर्जेन्टिनाले जित्छ। तपाईँहरूलाई के लाग्छ कमेन्टमा भन्नुहोला। र यस्तै फुटबल सम्बन्धी जानकारी लिनुको लागि मेरो च्यानल सब्सक्राइब गरेर बसिदिनु होला।